आज चाहिँ म सिम्पल सलाद बनाउन गइरहेको छु। सलादमा चाहिँ मैले लेटुस साग अनि गाजर एउटा टमाटर आधी टुक्रा काँक्रो लिएछु, पन्दा अनि क्याप्सिकम, थोरै धनियाँ अनि थोरै प्याज लिएर मजाले पखालेर धोएर त्यसपछि पखालेर एकछिन पानी तर्न लगाएँ। त्यसपछिबाट चाहिँ मैले सबै धोएर पखालेपछि मजाले पखालेर यसरी पानी तर्नलाई राख्नेछु। यसरी नै एउटा गर्दै पखाल्दै गएपछि अब चाहिँ मैले फर्स्टमा गाजरलाई काट्न थालेँ अनि गाजरलाई यसरी काट्दै काटेर अब गाजरलाई चाहिँ काटेर भ्याइयो अनि त्यसपछि चाहिँ म आधी टुक्रा काँक्रो लिँदैछु। काँक्रोलाई पनि बिस्तारै काटेर फर्स्ट टाइम बनाउन लागेको भिडियो अनि त्यही गरेर कहिले बिर्सिने के हुने भएको भएर त्यस्तो भयो, ढिलो भयो। अनि यो चाहिँ किन के लाग्यो भने मेरो बच्चा पनि छ नि त अब बाबुलाई यो चाहिँ मेरो हाइकिङको लागि यो चाहिँ टेबलमा कुर्सीमा बसेर वेटिङमा बसिरहेछ। उसलाई पनि बेसरी नै मनपर्छ सलाद, गाजरहरू भयो, काँक्रोहरू भयो। यो गर्मी टाइममा भएर होला। अनि उता बोल्ने बेलामा मैले काँक्रोलाई त्यति धेरै सानो पिस त गरेर काटेको छैन, ठुल्ठुलै गरेर काटेर अनि काँक्रोलाई पनि काटेर भ्याएपछि अब म चाहिँ क्याप्सिकम काट्न लाग्यो है। क्याप्सिकम पनि सानो हालेछु किनभने सलाद धेरै हुने भएको भएर एकजनाको लागि नै धेरै सलाद हुने भएको भएर तर नि काट्दै जाँदाखेरि त धेरै नै भयो। क्याप्सिकमलाई काटिसकेपछि टमाटरलाई काट्दैछु। यो टमाटरको फेदको त्यो उम्रीको भाग चाहिँ काट्नुपर्छ भन्छन् सबैले, त्यही भएर मैले निकालिदिएँ। त्यसलाई निकालेर टमाटरलाई नि त्यही काँक्राकै साइजमा काँक्रा, गाजर, टमाटर, क्याप्सिकम सबैले एउटै साइजमा काटेर अब टमाटर पनि काटी भ्याउन लागिसक्यो। काटिसकेपछि अब चाहिँ बन्दालाई पनि त्यही त्यो टमाटर, काँक्रा, गाजरकै साइजमा कटिङ गरेर त्यहाँ राख्यो। कटिङ बोर्ड सबै मैले अहिले कटिङ बोर्डमै राखिरहेको छु। अब यो चाहिँ लेटुस सलाद साग, यसलाई पनि त्यही एउटै साइजमा काटेर सबै काटेर अब अलमोस्ट डन हुन लाग्यो। यसरी काट्दै जाँदाखेरि त्यो फर्स्ट टाइम भिडियो बनाउन थालेको भएर होला। घरि के बिर्सिन्छ भिडियो बनाउन बिर्स्यो भने हुन्छ। भिडियो बनाउँदा सामान देखाउन बिर्सिन्छ, यो भिडियो गर्दा चोखो अगाडि देखाउनु हुँदैन भन्नुहुन्छ है। बानी नभएर होला, जहिले चोखो नै अगाडि लानुपर्छ। अब चाहिँ धनियाँ काट्न लागेकोमा चाहिँ थोरै 1-2 पत्ता हाल्नुभयो हुन्छ धनियाँ। मैले चाहिँ मलाई धनियाँ मनपर्ने भएकोले धनियाँ अलिबढी नै हालेछु। अब अघि प्याज भन्दा त भने प्याज देखाउन नै बिर्सेछु अनि अहिले चाहिँ प्याजलाई नि काटेर सबै कटिङ गरेर अब कटिङ बोर्डमा अलमोस्ट डन भइसक्यो। अब चाहिँ सबै कटिङ गरेपछि चाहिँ यस्तो भयो। मेरो सलाद चाहिँ यति हो। अब म एउटा आरीमा राखेर म्याग्नेट गर्नुभन्दा अगाडि मेरो बाबु चाहिँ त्यो चेयरमा अघिदेखि बसेको भएर होला, एङ्ग्री हुन लाग्यो भएर मैले अब उसलाई भुइँमा छोड्दै अनि सबैले एउटा आरीमा राखेर अनि म चाहिँ अब म्याग्नेट गर्छु। यसमा चाहिँ मैले नुन, अलिभ ओइल अनि भेनिगर चाहिँ होममेड भेनिगर है, यो पानीको बोतलमा हालेको, यो हामीले घरमै बनाएको। अनि यो सबैलाई म्याग्नेट गर्दा बोल्दै बनाउँछु।
भनेर गरेँ। देखाउँदै जाँदाखेरि मेरो बाबु चाहिँ त्यहाँ उभिएर के तान्न लागेको भएर मैले चाहिँ उता पनि बच्चालाई नि हेर्दै बनाउनु पर्यो। यो चाहिँ यो भिनेगर चाहिँ होममेड हो कि हामीले घरमै बनाएको हो। यो खासमा सुसीमा युज हुने भिनेगर हो, तर मैले चाहिँ अब अमिलो हो भन्दा भनेर गर्दै बाबु त्यहाँ लिनु भनेर खुट्टोमा उभिएको भएर मैले बाबुलाई पनि लिएर मम्मीले बनाएको सलाद भनेर देखाएँ। अनि अब यसरी म्याग्नेट गर्दाखेरि उसलाई पनि चाहियो भनेर उसले त्यहाँ हात हालेर परियो यसरी मनपर्ने भएको भएर उसले 1 वर्षको भयो। अनि मैले जे खान्छ उसले पनि त्यही खाने भएको भएर सलाद मसँगै सलाद दिने उसलाई पनि यहाँ म्याग्नेट भइसक्यो। उसलाई चाहिँ छिटो चाहियो भनेर गरिरहेछ। अब एउटा साग टिपेपछि त्यो खानालाई बोल्छ। अनि त्यो बेलामा म म्याग्नेट गरेर बाबुलाई टेबलमा राखेर हालिदिन्छु। उसले त्यति धेरै त खाँदैन, त्यही पनि त्यो दाँत भर्खर आएको भएर होला उसलाई उनै मनपर्ने, टोक्नै मनपर्ने, चपाउन मनपर्ने भएको भएर मैले उसलाई पनि उसको प्लेटमा हालिदिएको छु। थोरै, अब धेरै त बच्चाले खान सक्दैन, उसले खाइसक्दै हालिदिएन भने फेरि धेरै हालिदियो भने उसले पोखाउने भएको भएर यो चाहिँ यसको प्लेटमा म चाहिँ यसरी अब यसकै प्लेटमा हालिदिन बनाउँदै भिडियोले गर्दा आरीले मोबाइल नै छिक्यो रहेछ। बाबु पनि देखेन आरीले। यसरी अब फर्स्टमा भिडियो बनाउँदाखेरि घरि केही देखिँदैन, घरि कहाँ हेरेको हुन्छ, घरि के बनाएर हुन्छ, घरि के बिर्सिदिन्छ। त्यही भएर म सानो मिनी ब्लग बनाउँछु, डेली ब्लग बनाउँछु भन्ने सोच्छु। काँटा चम्चा त्यस्तै हुन्छ। उसले ट्राई चाहिँ गरिरहेछ। उसले आफैले लिएर त खान सक्दैन, त्यही पनि कोसिस गरिरहेछ। अनि बाबु उता बसेर खाने बेलामा म पनि यता बसेर बाबुसँगै सलाद खान थालेको। चेन्ज गर्दै उसले खान सिकाउँदै खाँदैछौँ हामीले सलाद चाहिँ त्यस्तो यम्मी भन्ने त भएको छैन। त्यही पनि अब हेल्दी हो, धेरै के हालेको छैन। त्यही भएर हेल्दी खानको लागि चाहिँ राम्रो भएको छ। एक्लै साथीभाइसँग बसेर खायो भए मिठो हुन्थ्यो होला, एक्लै भएको भएर ठिकै भएको थियो। मिठो छैन भन्नु पनि सक्दैन, छैन मिठो भयो भने पनि अब एक्लैले साथीभाइसँग सेयरिङमा खाएको जस्तो मिठो त हुँदैन एक्लै खाँदाखेरि। अनि गर्मी छ धेरै नै, त्यही भएर सलाद बनाएर खाएको। थ्याङ्क यू सो मच वाच माई भिडियो।